नमस्कार सम्पूर्णमा। क्लास 12 को रि इक्जामको रिजल्ट कहिले आउँछ धेरैजना विद्यार्थीहरू मसँग सोधिराख्नु भएको छ। म योभन्दा पहिला अर्को भिडियोमा भनेको थियो तपाईहरूको रिजल्ट 21 गतेसम्म आउने छ, यानी कि कार्तिक 21 गतेसम्म तपाईको रिजल्ट आउनेछ। तर एनएबीको नयाँ नोटिस अनुसार तपाईहरूको रिजल्ट प्रकाशित गर्न अझै 3 देखि 4 दिन ढिलाइ हुन्छ, किनकि एनएबीको नोटिस अनुसार केही टेक्निकल इस्यु आएको कारणले तपाईहरूको रिजल्ट प्रकाशित गर्नमा 3 देखि 4 दिन अझै टाइम लाग्नेछ। सो तपाईहरू चिन्ता लिएर नबस्नुहोस्, किन पनि टेन्सन लिएर नबस्नुहोस्, तपाईको रिजल्ट राम्रै आउँछ। अनि तपाईहरू जसरी लेख्नु भएको छ तपाई आफूमा कन्फिडेन्स राख्नुहोस्, तपाईको रिजल्ट नै राम्रो आउनेछ। यसपालि ढुक्क हुनुहोस्, यसपालि धेरै जना राम्रो मार्कले पास हुनु भएको छ, कुनै पनि टेन्सन लिनु पर्दैन। तपाईहरूको रिजल्ट चाहिँ अझै 3 देखि 4 दिन जति टाइम लाग्छ, यानी कि तपाईहरूको रिजल्ट कार्तिकको 24 गते या 25 गतेसम्म तपाईहरूको रिजल्ट प्रकाशित हुने चान्स छ। कतिपय विद्यार्थीहरू एडमिसन गराइहाल्नु भएको छ, अब रिजल्टको टेन्सन छ कि पास हुन्छ या कस्तो क्विज मार्क आउँछ। तपाईहरू कुनै पनि टेन्सन लिएर नबस्नुहोस्, तपाईहरूले आफ्नोमाथि विश्वास गर्नुहोस्। तपाईहरूले राम्रो लेख्नु भएको छ भने तपाईहरू ढुक्क भएर बस्नुहोस्, तपाईहरू पास हुनुहुन्छ। अनि यसपालिको रिजल्ट म एनएबीको नोटिस अनुसार यसपालिको रिजल्ट धेरै नै राम्रो आएको छ, कुनै पनि टेन्सन लिएर बस्नु पर्दैन। अनि नयाँ अपडेट आउन साथ म तपाईहरूलाई यही च्यानलद्वारा बताउने छु। तपाईहरू यस च्यानलमा जुडेर बस्नुहोस्। यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, अनि नयाँ अपडेट आउन साथ म तपाईहरूलाई जानकारी गराउने छु। रिजल्ट पब्लिस हुन साथ म तपाईहरूलाई यही च्यानलद्वारा म रिजल्ट पब्लिसको न्युज अपडेट, नयाँ अपडेट बताउने छु। तपाईहरू आफ्नो सबैजना आफ्नो प्रवेश पत्र आफूले राख्नुहोस्। म तपाईहरूलाई रिजल्ट हेर्ने तरिका पनि सिकाउने छु। तपाईहरू घरमा सजिलै बसेर आफ्नो मोबाइलबाट रिजल्ट कसरी हेर्न सक्नुहुन्छ त्यसको अपडेट म अर्को भिडियोमा बताउने छु। केहीको टेन्सन नलिनुहोस्, तपाईँको रिजल्ट राम्रो आउनेछ। केही टेक्निकल प्राविधिक समस्या आएको कारणले तपाईँहरूको रिजल्ट प्रकाशित गर्नमा अलिक ढिलाइ भयो, त्यसको लागि म माफी चाहन्छु। योभन्दा पहिला मैले 21 गते भनेको थिएँ, त्यसको लागि पनि माफी चाहन्छु। अब के गर्ने, एनएबीले के गरिरहेको छ, अब केही टेक्निकल इस्यु आएको कारणले अब अलिकति ढिलाइ हुन्छ। कुनै पनि किसिमको टेन्सन नलिनुहोस्। नयाँ अपडेट आउन साथ म तपाईहरूलाई बताउने छु। धन्यवाद।